त्यस्तै छ मेरो बहिनी चाहिँ नर्सरीमा 5 खेप कम्पार्ट भएको कि कम्पार्ट भने के हो नि कम्पार्ट नसोध्नु न अस्ति मलाई बराले त्यस्तै सोधेर डेमोक्रेसी भनेको के अरे कि मैले भन्नु सकिनँ कि हाँस्दा र ला बहिनी हेलो हेलो सबैजनालाई गुड मर्निङ छ अहिले तपाईँको टाइम भएको छ 11:30 हो अनि मलाई यसरी यो आफ्नै हातले क्यामेरा पक्रेर भिडियो बनाउनु हुँदैछ अप्ठ्यारो धेरै अप्ठ्यारो अन्त अहिले भएको चाहिँ 11:30 अन्त मैले चाहिँ आज ब्लग ढिलो स्टार्ट गरेँ हो किन भन्दाखेरि चाहिँ आमा बाबा पनि हुनुहुँदैन आज एकजनाको व्रत मन रहेछ जानुभएको छ त्यहाँ हो अन्त त्यहाँबाट अर्को कुरा के छ भन्दा बाबाको चाहिँ कहाँ यता फुटबल म्याच छ अरे अन्त खेलाउनु जानुभएको छ कुनै के भन्नुहुँदै थियो हो अनि म चाहिँ भ्लग बनाउँ भने नि गाइस तर कन्टेन्टै के बनाउँ भयो मलाई इरिटेट लाग्यो केही बनाउनै आएन मलाई बिहानदेखि म सोचेकै थिएँ तपाईँहरूलाई कहिले भिडियो स्टार्ट गरौँ भनेर होइन अन्त यहाँ चाहिँ अहिले चाहिँ म मेरै भिडियो हेर्दै बसिरहेको छु टिभीमा हो हल्का अन्त त्यस्तै छ गाइस अब निकै गरम पनि बढेको रहेछ मेरो घरमा निकै गरम बढिसकेको रहेछ हो अन्त बाहिर पनि घाम लागिरहेको छ यस्तो डरलाग्दो घाम लागिरहेको छ यस्तो डरलाग्दो होइन अन्त भ्लग चाहिँ थालौँ भनेको तर थाल्नै पाएको छुइनँ तपाईँहरूलाई थाल्नेवाला छु मिसनमा अन्त आज दिनभरि केही गर्नु त गर्दिनँ यहीँ घरतिर यताउता घुम्छु यहाँ माथि पहिलाको पुरानो घर छ हाम्रो त्यहाँ जान्छु अनि त्यहाँनिर के कसो छ तपाईँहरूलाई देखाउने छु तबसम्म मसँगै बनिरहनुहोस् भ्लगमा गाइस र अहिले माथि गएर म के गर्छ भनेर बताउनेवाला छु हो तबसम्मको लागि स्टे ट्युन र हेलो म चाहिँ अब चाहिँ भ्लग स्टार्ट गर्नु आँटेको छु हो घामहरू पनि यस्तो लागिरहेको छु गरम भयो घरमा कोही छैन म एक्लै छु कोही आज साथी भन्दा जस्तो हो अन्त यस्तो छ मेरो घर चाहिँ फुलहरू यस्तै रोपेको छ मजाको छ ला ला अन्त म चाहिँ जाँदैछु माथि चाहिँ मेरो पहिला घर हो कि अन्त त्यहाँ गएर भिडियो बनाउँ भनेको यहाँ परेको मेरो बहिनीको घर हो श्रेया भन्ने बहिनीको मेरो बहिनीको घर छ अन्त जाँदैछु भ्लग बनाउनु घाम गरम भइसक्यो ओभर बेसी मलाई चाहिँ के बनाउनु पर्ने कन्टेन्टै आएन दिमागमा युट्युब सर्ट्स हालौँ भनेर बिहानदेखि ट्राई गरेको कि कन्टेन्टै आएकै छैन दिमागमा कति खोजिसकेँ कति के गरिसकेँ भएको छैन तर पनि तपाईँ पनि कमेन्ट गर्दै गर्नुहोस् न केमा भिडियो बनाउनु कस्तो सर्ट्स बनाउनु होइन कस्तो प्रकारको बनाउनु तपाईँ पनि भनिदिनुहोस् लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनुहोस् सब्सक्राइब चाहिँ अलिक बढाइदिनुहोस् सब्सक्राइबर अड्केकै छ मेरो बढेकै छैन 221देखि तर नम्बर गाइज त्यसलाई गरेको मैले ल कन्टेन्ट चाहिँ भएको छैन कि कन्टेन्ट पहिला त्यो युट्युब सुरु गर्नुभन्दा अगाडि त्यस्तो लाग्थ्यो कि तर त्यस्तो हुँदैन रहेछ क्या हो एउटा भ्लग नर्मल भ्लग बनाएँ कन्टेन्टै हो त्यो होइन त्यो चाहिँ सबैलाई भनेको मलाई पनि आफूलाई पनि भनेको होइन सिकाएको मैले एउटा नर्मल भ्लग बनाएँ कन्टेन्टै हो के राम्रो आइडिया बनाएँ कन्टेन्टै हो त्यो बेसी टेन्सन लिनु हुँदैन गर्दै जानु जस्ट गो विथ द फ्लो दोकानमा को हुन्छ बहिनी यताउन दिदी दोकानमा सामान किन्नु आएको यसको नाम के हो नि के हो यो चिता ल्याउ न चिता एउटा कति हो चिता 20 रुपियाँ बहिनीले जस्ताले दोकान 30 रुपियाँ पर्छ नि एउटा 30 रुपियाँ दाजु 10 रुपियाँ फ्री भ्लग बनायो भनेर दोकान आयो यहाँ भ्लगमा भनेर 10 रुपियाँ अफर दिँदैछ बहिनी भाग्यो तिम्रो जिकर अघि गरेर आएको मैले क्या अब माथि जानु आँटेको जाने दिदी र गाइस यो चाहिँ मेरो बहिनी होइन बहिनी चाहिँ बहुत गब्जो छ हो गफ अझै उसको बहिनी छ अझै सानो बहिनी छ कि त्यो अहिले भर्ती खुवाउँछु बहिनीलाई चाहिँ कि झन् ऊ बहिनीको त के भन्नु मास्टर है गफ सोच्नु कहाँबाट सिक्यो बहिनी र मलाई तिमीलाई छोड्नु आपका खूबसूरत ए हो थियो नि के अरे
ला 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 हेलो हेलो मोटो ए यहाँ जिमीको कपालको चाहिँ हेलो मोटो जिन्दगी भेरी भेरी छोटो के भन्नु छ भने तिमीलाई मलाई यस्तो छ अब त्यो होइन के भन्नु छ के भन्नु छ अब चाहिँ पुरा गरम हुँदैछ होइन आज चाहिँ पुरा गरम थियो मलाई चाहिँ यति भन्नु छ कि मलाई बिहानदेखि म कन्टेन्ट खोलेर खोज्नुको लागि पकाइरहेको थिएँ कि यो मेरो बहिनी कन्टेन्ट निक्ल्यो ओइट यो हँसी चाहिँ म्युजमा हाल्नु होला गाइस कट गरेर म त यस्तो कहाँ हाँस्छौ कस्तो गाइस के मेरो बहिनीको डबल सुन बिग्रियो छैन होइन ओके मेरो बहिनीले चाहिँ भिडियो हाल्नै मानेको छ नि त्यसको डबल सुन आयो भनेर हो अल्छी लाग्यो अन्त बहिनी तिम्रो दोकान देख्दा के हुन्छ के न के अरे उयो गीत चाहिँ तैँले मकै बाडी कडेङ कडेङ भने मकै बाडी कडेङ होइन हरियो केक्रा कडेङ कडेङ हो मकै बाडी डर्याम मकै बारी बहिनी पुरा दोडाम दोडाम पाडेको अब हामी मकै बारी दोडाम दोडाम पार्ने यता हाम्रो बहिनी यस्तो टल्केको ए ओर्स बहिनी के म यस्तो राम्री छु दाजु यस्तो टल्किरहेको छ अन्त बहिनी टल्किनु परेन के म हान्से होइन र पढा ए पढा 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 गाइस एकदम सपोर्ट गरिदिनु है ल Stay tuned to another vlog that are coming soon. यसो छ मेरो बहिनी चाहिँ नर्सरीमा 5 खेप कम्पार्ट भएको कि कम्पार्ट भने के हो भने कम्पार्ट नसोध्नु न अस्ति मलाई बराले त्यस्तै सोधेर डेमोक्रेसी भनेको के अरे कि मैले भन्नु सकिनँ कि हाँस्दा ला बहिनी उयो के भन्छ मैले अझै के अरे रुल्स एन्ड रेगुलेसन अरे लास्टपछि राज्यसभा लोकसभा के राज्य सम्हाल राज्य सम्हाल निखिल देवकोटा अरे होइन लक्ष्मी प्रसाद देवकोटा हो बहिनी दडाम दडाम भयो बहिनी तिम्रो नदेखाउ मेकअप लाग्छ छैन है तर पनि राम्रो देख्दैछ यस लाग्छ मेरो बहिनी लाउँदैन मेकअप त्यस्तो भन्थ्यो के राखेको थिएँ उसले चाहिँ ह्यान्डसम निक्लिन्छ कि र यो चाहिँ मेरो बहिनी अघि भने नि त्यसरी आएको बहिनी Hello guys. Hello guys, welcome back to my brother channel. Welcome back to my brother channel. Support guys, support. Like and share. Editor lim laउँछ कि सना. Like, comment, share, subscribe. Like, comment, subscribe. भएन यस्तो यहाँतिर like, comment, share and subscribe. Like, comment, share, subscribe. Oh yeah! Hello. Welcome back to my YouTube channel, Mr. Dhungel. उयो के भन्छ मुनि टक्कै हुन्छ मिस्टर ढुङ्गेल लेखेर कि गर्नु ल सब्सक्राइब चाहिँ गर्नु गाइस र म जान्दैछु अहिले मेरो पहिलाको घर उतल चाहिँ मेरो अहिलेको नयाँ घर छ हो ऊ भएर हो अनि त्यहाँबाट त्यो माथिको चाहिँ पहिलाको घर हो मेरो हेर्नु नि पहिला त्यो केराहरू पनि फलिरहेको छ अन्त म तपाईँलाई टुर गराउँदैछु माथिको कस्तो थियो कस्तो घर थियो कस्तो कस्तो के थियो के भनेको मैले बोल्नै होइन मलाई र मेरो माथि हेर्नुहोस् मेरो यहाँ माथिको घरमा चाहिँ यस्तो अमला फलिरहेको छ हो दिस इज कल्ड काशी अमला अत्रो यत्रो हुन्थ्यो अमला छ जो अत्रो ठुल्ठुलो अत्रो हुन्छ होइन अन्त त्यस्तो थियो धुप्पीको रुख होइन अनि त्यसबाट पहिलाको घर त्यहाँनिर अहिले त ठुलो भइसके युट्युब च्यानल खोलिसके भएर थाहै छैन भ्लग पनि चाहिँ गरिदिएर खुसी होइन अन्त यस्तो मेवाहरू छ मेरो घरमा रुख टमाटर के छ यहाँ त पहिलाको सिजनाहरू मेरो आमा बाबाको किन तल हाम्रो पहिला गाडी राख्ने ग्यारेज थियो अहिले चाहिँ यहाँ के छ के छ अब र यता चाहिँ मेरो हाम्रो पहिला गाई गोठ थियो होइन छ तर गाई चाहिँ छैन अन्त यो पहिला खोलेको पनि किचन थियो गाई गोठ थियो यतापट्टि चाहिँ हो अन्त
पहिला त दाउराको हारी सुत्यो गाईलाई खोले बगाएर दिनु हुँदैन नि अहिले गाई छैन मलाई सो तपाईँ मलाई कस्तो ठाउँ चाहिँ ए तपाईँहरू नि आउनु मेरो घरतिर घुम्नु कोही बेला र ओके एभ्री वान यति नै थियो मेरो भ्लग चाहिँ आज चाहिँ पुरा गरममा भ्लग बनाउनु सकिनँ मैले अन्त देखिहालेँ त्यहाँ गाई गयो त्यो त हाम्रो घर पहिलाको वासरुमहरू थियो कमानहरू फटेको छ अन्त उतल चाहिँ मेरो घर देख्दै गरेको गाई अन्त अब फर्केको म तल घर गरम भयो पुरै बेसी ब्याक टु माई तल घर गरम भयो अन्त यस्तै थियो मेरो भ्लग चाहिँ यसपालि चाहिँ होइन अन्त अरू के भन्नु तपाईँहरूलाई